दिएको त मुस्कान राइट गाइज वेलकम ब्याक फेरि पनि हजुरहरूलाई स्वागत छ मेरो भिडियोमा। अनि आजको स्पेसल भनेको हाम्रो विवेक दाईको बिहे हो। अनि आज हाम्रो विवेक दाईको बिहा हो अनि हामी बिहेको लागि जाँदैछौँ। अनि भन्नु होला कहाँ यस्तो देशमा कहाँ बिहेमा जानु होइन, झोलामा देशहरू छ। अनि उहाँ गएर नि अलिकति काम छ, काम गर्नुपर्ने छ, डेकोरेसनहरू गर्नुपर्ने छ। अनि अब हजुरहरूलाई केही सिनारीहरू देखाउँछु, जस्तो सृष्टि त्यस्तै देशी भन्दै ढ्याप्प र है त गाइज म अनि यहाँ बिहे घरमा आइसकेको छु। अनि यहाँ हाम्रो डेकोरेसन हुँदैछ, शुभ विवाहको ब्यानर टाङ्दै हुनुहुन्छ। अब हजुरलाई के हुँदैछ, कहाँ डेकोरेसन नि भइसकेको रहेछ के हुँदैछ। अनि यहाँ हाम्रो क्रिस र ठिक छ। अब के छ कस्तो छ हजुरलाई देखाउँछु के छ र ठिक छ, बधाई छ। हाम्रो यहाँ दाई भाउजू हुनुहुन्छ। ठिक है, यहाँ डेकोरेसन हुँदैछ B+A। ठिक छ, दामी दुई क्यामेरावाला दाई रेडी हुँदै हुनुहुन्छ। अब यता दाईको पूजा सुरु हुन रहेछ। राइ गाइस हामीहरू रेडी भइसकेका छौँ। ऊपर से नीचे सब रेडी हो गया है। दाइनी रेडी भइसक्नु भएको छ है। राइ गाइस यहाँ दाइको फोटोसुट चलिरहेछ। यहाँ हुनुहुन्छ। अब एउटै मण्डपमा दुईटा तिनटा कतिवटा सकेसम्म 1 दर्जन पुर्याउने लक्ष्य छ हाम्रो। उना केटाहरू छम पुग्छौँ पनि। राइ गाइस सगुन खाँदै अब घाँटीमा राखेर हिँडेका छोडिदिनु तिन जहाँ जान्छ हाम्रो काम त हुँदैछ नि। त्यो कसार रेती चिउरा खाम न। सगुन खाँदै अब हामी नै जाँदै। तिमी जल्दी जानु हुँदैन। र गाइस हेर्न सक्नुहुन्छ है, यहाँ दुईटा बस आएको छ। एउटा नमस्ते कपिल वस्तु अनि उहाँको यो रैना देवी। हाम्रो त्यहाँ भाइ छन्। ब्यानर हेर्न सक्नुहुन्छ तपाईँहरूले नि। अब त यो भ्लग आउनु न, किनकि मलाई इन्भिटेसन छ सबलाई। किनकि हामी इन्जोय गरिसकेछौँ। है गाइस हामी नि लोकेसनमा आइसक्यौँ। अब बस त उता जाँदैन।
औँठी लाउनु हो त्यहाँको ब्यालेन्समा छ एउटाले कताबाट आन्छ यो खोलिदिनु त चोरी भयो जुत्ता जो चोरी जुत्ता जो चोरी के भाइले दामी हात भाइ दामी है साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो यहाँ यस्तो राम्रो रहेछ गार्डन टाइपको ओहो हेर्न सक्नुहुन्छ बस्न सक्नुहुन्छ आउन सक्नुहुन्छ त यस्तो घाममा नआउनु होला हो दिदी अब हजुरको यस्तै देख्न बाँकी छ फिडब्याक खानाको हो यो भएर होइन धन्यवाद गएर खाना दिन पर्यो अनि खानु पर्छ है क्या लाइरहेको छ नि भातको चिसो खायो नि भन्दै जाऊ खाना फिनिस भइसकेको छ खाना भइसक्यौँ उता त खानाको प्रोग्राम कस्तो त खाना रिभ्यू दामी लाग्यो सबलाई खाना सब दामी लाग्यो विजय खाना कस्तो लाग्यो एउटा मिठो ल धन्यवाद दाइसँग कुरा गरौँ दाइ तपाईँहरू कतिको खुसी लागिरहेको छ
तर तपाईँ किन यस्तो सिरियस देख्नु भएको के आजैबाट होइन यस्तो सिरियस हुनु भएन नि ओके बुझ्यौ गम्भीर भएर बसेन केटाहरू केही गर्छन् क्या अब हजुरलाई देखेर सिकेको होला नि त One, two, three. कति कुराहरू कति माग्यो र चित्त नबुझ्ने हो 50,000 मागेको के दिनुहुन्थ्यो 10,000 त्यसले झोला बोकेर ल्याएर दिन्छ क्या भाइ कति मागेको नि त्यो त र गाइज यहाँ हाम्रो बिहानी ओभर भइसकेको छ अनि हामी यहाँ सबै फर्किन रहेका छौँ फोटो सेक्सन अलिकति बाँकी छ हुँदैछ कन्टिन्यू छ यहाँ लाइन लाउँदै हुनुहुन्छ तयारी हुँदैछ हेलो कहानी रेडी दुईटा कार दुईटा बस र आजको दिन नि बित्यो घाम भयो पसिना भयो भाउजू जान पाइने भइयो र है गाइज हामी यहाँबाट नै हिँडिसकेका छौँ है त यति रे हुन्छ हुन्छ यति रे अब त्यो हुन्छ यहाँ पनि खै ल्याउनु अरे बढी भन्दै सधैँ नगुसम है आन्टी त्यो नानीलाई तान्नु त भाइ
यहाँ झर्नु पर्यो पर्दा साफ पर्ला नि राम्रोसँग मिलाएर How much? 150 रुपया देगा हो गया हैन रमाइलो त गर्नु